नमस्कार, हामी चाहिँ यहाँ अहिले चाहिँ ओजिटी गर्नको लागि चाहिँ वाटर सप्लाईको लागि चाहिँ अब चाहिँ सोर्समा चाहिँ हामी चाहिँ जान गइरहेछौँ। अब यहाँ चाहिँ सोर्स अन्तर्गत चाहिँ के अरे सर्फेस सोर्स र सब सर्फेस सोर्समा सोर्सहरू हुन्छ, त्यो सोर्सहरू चाहिँ हामी चाहिँ हेर्न गइरहेछौँ। अब चाहिँ हामी तपाईँहरूलाई जानकारी गराउँछौँ कस्तो कस्तो सोर्स हुन्छन् यहाँ हिली रिजनमा। हाम्रो श्याम सर चाहिँ यस्तो बाटोमा हिँड्न सक्नुहुन्छ। यताबाट झर्दैछन् हाम्रो आकृतिहरू। सिस्नोबारी हाम्रो सर चाहिँ सिस्नोबाट हिँडिरहनु भएको छ। हेर्नु त यो सिस्नो ठटाउँदै शिक्षा गुण गाह्रो छ हाम्रो सरलाई। अहिले अब चाहिँ टप हिलमा चाहिँ गइरहेछौँ हामी चाहिँ यहाँ। अब सोर्सहरू वाटरको सोर्सहरू हेरेर चाहिँ अब टप हिलमा चाहिँ गइरहेछौँ। यसो नेचुरल भ्यूहरू नि तपाईँहरूलाई देखाइरहेको छु। हेर्नुहोस् प्राकृतिकको सौन्दर्य। लाउनुहोस्। ल अब चाहिँ हामी हाम्रो कार्यक्रम जारी छ। हाम्रो जनताहरू यता रमेशले हेलो हेलो गर्दैछ। यता हाम्रो सर आइसक्नु भएको छ। कस्तो भयो तपाईँलाई? यो यता नयाँ श्याम सरको ब्लग कन्टिन्यू हान्दैछौँ हामीले। सोर्समा यहाँ सोर्स हामी यहाँ सोर्स देखाइरहेका छौँ हजुरहरूलाई। यो चाहिँ सोर्स पऱ्यो। यसरी यहाँबाट यस्तो न्युरो श्याम सरले न्युरो खोजिरहनु भएको छ। आजको कस्तो भयो? यस्तै छ अब हजुरलाई म त एकदम रमाइलो चौतारी। के सिक्यो? ल बाटो हिँड्न सिक्यो। बाटो इन्जिनियर भएर यस्तो बनाउन हुने हुन्छ भन्ने सिक्यो। खाना आएकाला के अब खाऊ पेट भरि। ल रमेश रमाइलो छ। ल गाइजहरू हामी फेरि हजुर हामीले के खाइयो खाइयो यस्तो लगाइजहरू यसको नाम भनिदिनु होला। जसले भनिदिन्छ त्यसलाई रुपियाँ 1 लाख पुरस्कार सम्मान गरिनेछ। मखमली चोली माथि छड्केलायो घलेकी ए मखमली चोली माथि छड्केलायो घलेकी रूप सुन्दर मेरी हजुर दपकै। के भन्न चाहनुहुन्छ? 2-4 शब्द बोल्दिनु हुन अनुरोध गर्दछु। म चाहिँ के भन्न चाहन्छु भने हामी चाहिँ यहाँ सोर्समा आएर सोर्सबाट कसरी चाहिँ पानी लान्छन् डिस्ट्रिब्युसनसम्म त्यहाँ चाहिँ हामी सोर्सबाट चाहिँ पहिला चाहिँ वाटर कलेक्ट गर्यो। त्यसपछि चाहिँ त्यसलाई चाहिँ वाटर ट्रिटमेन्ट गर्ने हामी चाहिँ फिल्ट्रेसन गर्यौँ। कति त यहाँ गर्मी भएर छाता पनि लिएर आएको थियो यसले पनि काम लागेन। भानी लोटेला भन्ने डर लाग्छ। हामी चाहिँ भ्लग गरिसकेका छौँ यति बेला। अहिले चाहिँ हामी सबैसित इन्टरभ्यू लिनेछौँ भन्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ। कसैलाई केही फरक पर्दैन। यहाँ चाहिँ सबै भगवानहरू छन्, देवीहरू छन्, कसैलाई केही हुँदैन। सबैलाई के हो एक्लै बोल्नुहुन्छ श्याम सर? देवीको आशीर्वाद लागेपछि कसैलाई केही हुन्न। लक्ष्मी भगवान
कति उकालो छ खतराबन्दी गरेर माथि बाटो बन्द भयो सर चिनी पानी हामीलाई त्यत्रो देखाउनु पर्छ चिनी पानी भयो गेस्टलाई भगवानको स्वरूप मान्छ नि त हेलो गाइजहरू फेरि हाम्रो यात्रा अगाडि बढिसकेको छ म चाहिँ यहाँ पछाडि छु यस्तो दुःख छ यहाँ हेर्नु कति लामो बाटो छ के ठुलो पसिना आएर बल्ल बल्ल आधी बाटो आइयो हिँड त ल हिँड त ल गाउँ ल राम्रो